सासू बिमार भएर हस्पिटल गएको थिए। जेठान विदेशतिर थिए, त्यही भएर ससुरालीमा केही परिहाल्यो भने मलाई दौडिहाल्न पर्थ्यो। मेरो घर गाउँमा थियो, ससुरालीको भने बजारमा। आज सासू बिमार हुँदा हस्पिटलतिर गए। साली सालो जेठानकी बुढी सबै थिए। मैले सालो सालीलाई घर जान भनी दिउँसभरि हामी बस्छौ, साझा तिमीहरूको दिदी आउँछ भनी घर पठाइदिए। सासू कुर्न जेठानको बुढी र म बसियो। साँझ मेरो बुढी आई र साला साली पनि आए। करिब 9 बजे हामी दुई हस्पिटलबाट निस्कियौ। बाहिर आएसी तिनले भनिन्, ज्वाई आज यतै बसम। गाउँ टाढा हुँदा मैले बस्न माने र ससुरालीतिर लागे। जेठानको बुढी अघि अघि म पछि लागे। तिनी गोरी राम्री मोटी थिइन्, दूध पनि बडेमानको थियो, अझै मस्तको त झन् चाक थियो। म तिनको चाक हेर्दै हिँड्दै थिएँ। मस्तको गोलो र ठूलो चाक, अनि छिनेको कम्मर हेर्दै चिक्दी हालान जस्तो चाक थियो। घरमा पुग्न साथ नुहाउन गया। फेर्ने कपडा केही थिएन, टावल बेरेर नुहाउन गया। मेरो ज्यान बाढी मस्तको थियो। तिनले मेरो ज्यान निकै निहालेर हेर्दै थिइन्। म नुहाएपछि तिनी नुहाउन गइन्। म बैठक कोठामा थिएँ, बाथरुम पनि त्यही छेउमा थियो। तिमी नुहाएर आउँदा क्या बबाल देखिएको थिए, किनकि तिनले टवाल बेरेर बाहिर निस्केकी थिइन्। घोडा भन्दा माथि सेतो साप्रो र ठूलो साप्रो, अनि आधा देखिएको ठूलो दूध। म हेरेको हेरै भए, मेरो नजर तिनीबाट हट्दै हटेन। म टोलाएर हेरिरहे। तिनी लाज माने जस्तै गरी भित्र गइन्। अनि कोठा बाहिर आउँदा म झन् दङ्ग पारे, क्या बबाल कपडा लगाएको, कसिलो कुर्ता, अनि ल्याकिस चाक त उचालियार माथि उठेको, अनि दूधले कुर्ता नै छेडेर बाहिर आउला जस्तो ठाडो भएको थियो। मेरा आँखा तिनको चाक र दूधमा घुमिरहे। घरिघरि तिनले मलाई हेर्दै मुस्किराउँथिन। खाना खाइ ओरी आफ्नो आफ्नो कोठामा गयौं। मैले ढोकामा चुक्कुल लगाउन बिर्सेछु। पेन्टी मात्र लगाएर उत्तानो परी सुते र तिनको चाक सम्झदै लाडो खेलाउन थाले। मेरो लाडो बकैमा ठूलो थियो, बुढीलाई गर्दा सम्हालेर गर्न पर्थ्यो। तिनको चाक र दूध सम्झदै लाडो खेलाउँदै थिए। लाडो ठन्केर फुल साइजमा आएको थियो। म लाडो खेलाउनमा मस्त थिए। ढोका नक गरेको सुन्दै सुनेन। एक्कासी ढोका खुल्यो। म लाडो खेलाउँदै तिनी हातमा पानी लिएर भित्र पसिहालिन्। उनी एक्कासी भित्र छिर्दा म केही मेरो पाइन। मेरो लाडो बडेमानको ठाडो परिरहेको थियो। म तिनलाई हेर्ने, तिनले मेरो लाडो हेर्ने भो कोठामा। तिनी पनि बाहिर नगई एकटक भएर मेरो लाडो हेरिरहिन्, हातमा अम्खोरा समातेर। म टोलाइरहे हातमा लाडो समातेर। मैले बल्ल बल्ल लाडो तन्नले ढाके पनि लाडो ठाडो नै थियो। उनले अम्खोरा टेबुलमा राखिन् र मतिर बढ्न थालिन्। म आश्चर्य परे। मेरो नजिक आई मेरो तन्ना तान्दै भनिन, यस्तो गजबको सामान लुकाउने होइन, देखाउने हो भन्दै हामीले हेर्न पाउँछ भन्दै मेरो मुखमा हेरिन् र तन्ना स्वात्तै हटाइदिन्। मेरो लाडो ठाडो थियो। उनले च्याप्प समाइन् र भनिन्, ठिकै भन्थिन् नन्दले। मैले के भने, तपाईले गर्दा नानीलाई साह्रै हारो हुन्छ रे, साह्रै ठूलो छ भन्थिन्। आज दर्शन बो ज्वाइँको ठूलो लाडो। मैले आज जान हजुरलाई घर ल्याएको, हजुरको यो ठूलो हेर्न भनी भन्दै मेरो लाडो च्याप्प समाई मुखमा हालिन् र चुस्न थालिन्। रन्डीले जस्तै मेरो लाडो चुस्न थालिन्। मलाई असीमित माझा आइरहेको थियो। उनी चुस्दै गइन्। मलाई औराहा हुन थाल्यो, झर्ला जस्तो भो। मैले भने, तर उसले मेरो लाडो चुसिरही। अन्ततः मेरो लाडोले उसको मुखभित्रै फुसी झारी। सबै फुसी निली उसले, र उसले लाडो निरन्तर चुसिरही। 10 मिनेटमा मेरो लाडो फेरि उठ्यो र मलाई जोस आउन थाल्यो। अब भने म उसका ठूला दूध मार्न थाले। ऊ मेरो लाडो चुदै थिए, म दूध मार्दै थिए। ऊ उठी र कपडा खोल्न थाली। उसका ठूला दूध र ठूलो चाक मेरो अघि निवस्त्र थियो। म उसका चाक मसार्दै दूध चुस्न थाले। ऊ जोसमा सुस्केरा लिँदै थिए। मैले उसको पुती चाट्न थाले। उसको पुतीले पानी छोडिरहेको थियो। उसले भनी, ज्वाइँ अति बो, यो ठूलो लाडो मेरो पुतीमा कहिले छिराउने? मैले भने, तब मात्र छिराउँछु, चाक चिक्न दिने भए। उसले भनी, पाइला पुतीको पानी झार्देऊ, अनि जता छिराए नि छिराऊ। मैले उसको चाकमा 2टा सिरानी राखे र लाडो पुतीको प्वालमा राखे। पुती गुलाबी र पाउरोटी जस्तो बाक्लो थियो। खुट्टा काँधमा राख्दै एक धक्का हाने, लाडो ल्वात पुरै भित्र पस्यो। गर्दै भनी, बल्ल पुतली गतिलो लाडो पायो, चिक ज्वाइँ चिक। पुती च्यात्तिने गरी चिक मा दनादन चिक्न थाले। एकछिन यसरी चिकेसी घोप्टो पारे। घोप्टो परी थाप्न खप्पिस रहेछ। मजाले चाक ठाडो पारी पुतीको प्वाल माथि नै आएको थियो। बुवाम बुवाम चिक्न थाले। चिक्दा चिक्दै
अझै जोरसित ज्वाई भन्दै कराउन थाली। मैले जोर जोरले चिक्न थाले। उसको पुती छुमुक छुमुक गर्न थाल्यो। उसको पानी झर्यो। अब मैले लाडो बाहिर निकाले। चाकको प्वालमा थुक लाए। मस्तको चाक चिक्न पाएकोमा म निकै खुसी थिए। पुतीको रसले लाडो चिप्लो भएको थियो अनि चाकमा थुक पनि लगाएको थिए। लाडो चाकको दुलोमा राखे। हातले मिलाउँदै लाडो चाकको दुलोमा ठेल्न थाले। अलिकति टुप्पो पस्यो। ओ आइए भनी। दुख्यो ज्वाई भनी तर चाक थापिरही। म लाडो ठेल्दै थिए। फेरि थुक लाए लाडोमा र बाल गरेर धकाले लाडो आधा भित्र। ऊ दुखाइ सहन नसकेर सुती। मैले तल सिरानी राखेर फेरि लाडोमा थुक लगाई ठेले। लाडो अलिकति पस्यो। उसलाई मैले जोरले समाए। हल्लिन दिएन अनि ठेल्न थाले। ओ एया एया भन्दै थिए। मैले ग्वाम ग्वाम चिक्दै थिए। कसिलो चाकमा चिक्नको माजा नै बेग्लै। पुतीमा चिके भन्दा डबल माजा आउँदो रहेछ। केही बेर ल्वाम ल्वाम चिकेपछि मेरो लाडोले फुसी झार्न थाल्यो। मैले फुसी जति सबै चाक भित्र झारे। त्यो रात 3 पल्ट चिके चाक। 2 पल्ट निकै मजा आयो चाक चिक्न पाएर।